अहिले सोसल मिडियाको जमानामा हामीले हाम्रो लाइफलाई कसरी जिउने भन्ने कुरा नै हामीले बिर्सिसकेको छौँ। सो आजको सिरिजले चाहिँ तपाईँहरूलाई त्यही कुरा सिकाउनेवाला छ। यो सिरिजले चाहिँ तपाईँहरूलाई सोसल मिडिया टेन्स डिप्रेसनहरूबाट टाढा भएर कसरी जिउन सकिन्छ भन्ने कुरा सिकाउनेवाला छ। म कुरा गर्दैछु सिरिज 9 पर्फेक्ट स्ट्रेन्जर सिजन 1। यसको चाहिँ 2टा सिजन आएको छ बाइ द वे। म चाहिँ आज फर्स्ट सिजनको कुरा गर्दैछु है त। अलिकति युनिक स्टोरी र स्क्रिन प्लेले बनिएको यो सिरिज सबैको लागि चाहिँ पक्कै पनि होइन। यो सिरिज चाहिँ ड्रामा र मिस्ट्री मन पराउनेहरूको लागि चाहिँ एकदमै बेस्ट सिरिज हो। अलिकति स्लो छ सिरिज, हल्का बोरिङ पनि छ, तर लाइफ लेसन र यसको स्क्रिन प्लेले चाहिँ भने तपाईँहरूलाई बाँधेर राख्नेछ। एउटा रिसर्टमा चाहिँ अलग अलग पर्सनालिटी भएको मान्छेहरू 9 जना मान्छेहरू आउँछन् आफ्नो उपचार गराउनलाई। कोही चाहिँ उपचार गराउन, कोही त ऱ्यान्डमली कस्तो छ हेर्दिम न त बुझ्दिम न त भन्ने तरिकाले आएका हुन्छन् स्टार्टिङमा चाहिँ। बट बिचमा दिइसकेपछि उनीहरूको पनि धेरै प्रब्लम हुन्छ लाइफमा र उनीहरू आफ्नो डिप्रेसन सँगसँगै जुन मेन्टली टर्चरहरू भइरहेको छ त्यो चिजहरू पनि त्यहाँनिर सल्भ गर्न उनीहरू आएका हुन्छन्। तिनीहरूको लाइफमा कसरी प्रब्लमहरू सल्भ हुन्छ र सँगसँगै उनीहरूको राजहरू कसरी खुल्दै जान्छ त्यो सबै हेर्दा तपाईँहरूलाई एकदमै मजा आउनेवाला छ। स्टार्टको 2 एपिसोड चाहिँ एकदमै राम्रो छ र एकदमै इङ्गेजिङ पनि छ, तर 3rd एपिसोडदेखि चाहिँ हल्का बोर हुन थालिन्छ। बट अन्तिम गइसकेपछि अब के होला भन्ने उत्सुकता पनि हुन्छ र रिजल्टको पनि धेरै राजहरू खुल्दै जान्छ। सिरिजको स्टोरी र स्क्रिन प्ले साँच्चै नै एकदमै युनिक छ। यो टाइपको स्टोरी या स्क्रिन प्ले चाहिँ देखेको छैन। म चाहिँ देखिरहेको थिएँ एज अ भ्लग बनिरहेछ टाइपले। फर्स्ट सिजन चाहिँ 8वटा एपिसोडको मात्रै छ। हरेक एपिसोड 40 देखि 45 मिनटको इचमा छ र यो सिरिज छ एमाजोन प्राइम भिडियोमा। हिन्दी र इङ्ग्लिस दुइटै ल्याङ्ग्वेजमा एभाइलेबल छ। एकदमै नयाँ एक्सपिरियन्स हुन्छ, तपाईँहरूलाई पनि एकचोटि चाहिँ हेर्नु होला। तपाईँहरूको लाइफ लेसन र सोसल मिडियाले गर्दाखेरि हामीलाई कस्तोसम्म परेको छ त्यो चिजहरूदेखि लिएर त्यसबाट चाहिँ हामीले चाहिँ कसरी टाढा भएर आफ्नो लाइफलाई चलाउने भन्ने कुरा पनि यो सिरिजले सिकाउँछ। सो सिरिजकोले इन्टरटेनमेन्ट दिने भन्दा पनि ज्ञान दिने बेसी काम गर्छ। त्यही भएर पनि एकचोटि चाहिँ हेर्नु होला। सी यु इन नेक्स्ट रिभ्यू।